कुनै लागिसकेको छौँ। ल ओ ठुलो पाएँ यार मैले ल वाउ हेर्दाखेरि क्या दामी देखियो कि यो भरे नि हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल अलेक्जेन्डर उमेश ब्लगमा यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। होप यहाँहरू सबैजना सन्चै छ होला। म नि एकदम धेरै सन्चै छु र आज चाहिँ म यसो जङ्गलतिर जाँदैछु। जङ्गलमा जानुको कारण भनेको चाहिँ जङ्गलमा यसो घाँस दाउराहरू ल्याउन अनि जङ्गलमा त्यो निउरो पाउँछ कि भनेर हामी खोज्नको लागि हामी तीनजना हिँडिसकेका छौँ। देख्न सक्नुहुन्छ हामी त्यो तलतिरको जङ्गलमा जानु छ। अब यहाँबाट जाँदाखेरि चाहिँ ओह्रालो छ, आउँदाखेरि चाहिँ अलिकति उकालो बाटो छ। अहिले चाहिँ म जङ्गलतिरै छु। जुगायो कि आया सेट आमा छट खै आनन्द देखाउ त म त एउटै नै देखेको। 1 hour later. ल ओ ठुलो पाएँ यार मैले ल मैले एउटा पाइसकेँ। ल यो पनि खान्छ ल दुईटा। हाम्रो साग टिप्ने कार्यक्रम जारी नै छ। यहाँनिर चाहिँ अब यहाँ कत्रो ठुलो हो। यहाँ चाहिँ यो त झुसे झुसे छ त यहाँ। यो त होइन होला है हो जस्तो लाग्छ। नभएको पछि फालिदिनु पर्ला। यहाँनिर रहेछ यहाँनिर रहेछ टक टक्क भाँचिँदो रहेछ। एउटा रहेछ यति पाइसक्यो मैले। यहाँनिर चाहिँ 2-3वटा रहेछ। यसरी उम्रेको हुन्छ। यहाँ एउटा छ, यहाँ एउटा छ, यहाँ एउटा छ, यतापट्टि पनि एउटा रहेछ। हट ओइ मैले 20-25 मिनटमा यति टिपेछ। वाउ हेर्दाखेरि क्या दामी देखियो कि। ल आनन्दी खै तिम्रो खै खै त यो पनि हालौँ त। कति धेरै पाइछ हौ यो। म त यो घाँस नि तयार भइसक्यो। हाम्रो निउरो नि हामीले टिपिसक्यो। अब हामी घर जान लाग्छौँ किन नाम्लो ल्याउने बिर्सेछ। म धेरै पाएछु है। यो भरे यता नि 2 घन्टामा है झन्डै हामीले 2 घन्टामा यति धेरै टिपिसकेको छु। अघि ओह्रालो थियो अहिले उकालो छ। यो घाँस चाहिँ मैले बोक्ने।
यो यस्तो घाम छ आमामा। बहिनी र आमा चाहिँ पछाडि आउँदै हुनुहुन्छ। म चाहिँ अलिकति थोरै अगाडि आएको थिएँ। मेरो घाँस चाहिँ यहाँनिर मैले राखेको छ। आमामा थत यस्तो गाह्रो हो नि। त्यसमाथि नि के भन्छ अरे यो घाम त्यस्तै छ। आमामा पसिना बगाउनुपर्छ, शरीरको लागि राम्रो हुन्छ। आमा कहीँ कस्तो आमा बिचरा बल्ल आउँदै हुनुहुन्छ। बल्ल घर आइपुग्यो। घाँस यहाँ राखेको छ। आमा आइपुग्यो। यति धेरै पाएको रहेछ नि आमा। बाटोमा के है आयो साग मुठाको 100 रुपियाँ। अहिले चाहिँ हाम्रो यो निउरो चाहिँ प्याकिङ हुँदैछ। यो निउरो चाहिँ हाम्रो पोखरा लानका लागि आमाले झोलामा हाल्दैछ। भोलि हामी यो निउरोलाई पोखरा लाँदैछौँ।